सबैजनालाई नमस्कार, म विराज शर्मा। हामी चाहिँ यहाँ पिङ हाल्ने सिलसिलामा आएर खन्दैछौँ। यति खन्दा तेरो हालत त्यस्तो भयो। 12 बजेको टन्टल पुरै घाममा तपाईँले मलाई यसरी खटाउनु भएको छ अनि भन्नुहुन्छ कि गाह्रो। हामी चाहिँ भिडियो किन बनाएको भन्दा हाम्रो ग्रुपमा हाल्नको लागि। हाम्रो चाहिँ अहिले एउटा ग्रुप खोलेका छौँ जुनमा चाहिँ हामीले सानो सानो रकमहरू जम्मा गरेर एउटा ठुलो रकम बनाएका छौँ। त्यसले यो पिङहरू निर्माण गर्ने कार्य गरिरहेका छौँ। लेट मी स्पिक फर्स्ट। अनि त्यसैले गर्दा चाहिँ आज हामी खाल्टा खन्नेछौँ र भ्याइयो भने बेलुका बाँस पनि ल्याएर राख्नेछौँ। एउटासम्म आजको दिनमा हामीले एउटासम्म बाँस ल्याउनेछौँ। हाम्रो राम्रो दिन हेरेर यस थालनी गरेको कामको सुरुवात गरेको चाहिँ हामी आज कति आज 12 गते 11 गते हामीले चाहिँ यो केटाकेटी डरायो 12 बजे सुरु गरियो। यो चाहिँ हाम्रो अब कति 2 दिन त मिनिमम लाग्छ पिङ हाल्नको लागि। हामी चाहिँ बुकेपहरी एकदम राम्रो ठाउँ छ तर अलिक गर्मी भइरहेको छ। त्यसैले गर्दा अब म पनि एकछिन यहाँ खाल्टोतिर लाग्छु। हामी हजुरसँग एकछिन पछि भेट्नेछौँ। त्यही हो कुरा। ल गाइज विपिनहरूले चाहिँ यो खाल्टो बनाएर त्यहाँ एकछिन रेस्ट गर्ने भनेर छन्। हामीले चाहिँ खाल्टो भ्याइएको छैन, बन्दैछ। मोटो हालेर मेरो यो खाल्टोको काम मोटो हालेको र मेरो हो। के भन्न चाहन्छु यो घाममा? केही भन्दैन हो। ल हामी चाहिँ यो भ्याएर हजुरहरूसँग भेट्छौँ अनि त्यो 2टा भ्याउन अनि एउटा बाँस ल्याएर राख्ने हामीले चाहिँ। त्यही हो गाइज। थकित भयो, पसिना आएर यहाँ तनाव भयो। त्यो भ्याउमा कुरा आरौँ। ल गाइज हामीले चाहिँ यो खाल्टो पनि सकिसकेका छौँ अनि यताको पनि देखाइदिन्छ हजुरहरूलाई। हेर्ने पनि यत्रो भइसकेको छ। अरू 2टा चाहिँ रेडी छैन। मोटो भए चाहिँ त्यहाँ बनाएर हिँडिसकेँ। यो खाल्टो यो भयो। यो चाहिँ गोरुहरू भयो। यो मन्दिर यस्तो राम्रो यहाँ भ्यू देखिन्छ। लास्टै घाम भयो, पसिनाहरू यस्तो डेन्जर आएको छ। चाहिँ तारा आन्टी बसिराख्नु भयो रहेछ। यता मोटे भाइ पनि आएको छन् हाम्रो। खै पानी मलाई नि है। यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ। तारा आन्टी गिराउनु भएको त नि गोरु कुशलहरू नबसी हजुर आफै आउनु पर्यो। ल 2 शब्द भनिदिनु न त कुशलको लागि। अब यहाँ छैन नि, यहाँ भएको भए अर्थी। अब छोराहरू हुँदा म गोरु नाम्न पर्ने थिएन। कहिले बाँध्न परे, कहिले कहीँ फुकाइछु। गाह्रो छ आन्टीलाई। हस् यस्तो पसिना आएर कस्तो यस्तो घाममा काम गर्दा कस्तो भइरहेको हेर्न देख्न सक्नुहुन्छ तपाईँहरू। यसले त खने छैन, पानी लिन गएको थियो। ल हामी माटो फालेर गएको सुरुमा। ल राम्रो काम गरेँ मैले हो भाइ। माटो फाल्नु 2 शब्द पानी लिएर यो हाम्रो अभियानको लागि के भन्न त? यो निकाल्छ अभियान हामीले अब छिट्टै सक्सेस गर्छौँ। त्यही हो। तैँले पनि आज खाल्टाको काम र बाँस एउटा 2टा सायद ल्याइन्छ होला। एउटा छ ल्याइन्छ। अब हाम्रो गीत भाइ तिमी हालत हेर। मोटे भाइको माटो फाल्नेमा थिएँ मोटे भाइ। मैले चाहिँ त्यो ठुलो गोल हाल्दै थिएँ। त्यही हो। ल गाइज हामीले चाहिँ अब 4वटै खाल्टा यस्तो राम्रो बादल छ तर पनि हामीलाई एकदमै गर्मी भएको छ। पानी ल्याउन पानी नै सक्दैछ नि यार। यति पानी राखिदिएको छन् मलाई। ल गाइज एकछिन पछि भेट्छौँ हामी। अब हामीले फेरि सुरु गर्छौँ। तिमी चाहिँ बस अब है। विपिनहरू पनि गइसक्यो। ल हामी अब फेरि कन्टिन्यू गर्छौँ अनि त्यो बनाइसकेर भेट्छौँ। त्यही हो कुरा। ल आज चाहिँ हामी थकित भइसकेका छौँ। हुन त भएन तर हुन्छौँ एकछिन पछि। यो घाम चाहिँ यस्तो घाम लगाइरहेको यहाँ डेन्जरै घाम लगाइरहेको छ। यस्तै छ। हामी चाहिँ यहाँ यस्तो ठाउँ चाहिँ एकदमै राम्रो छ क्या हाम्रो यो बुकेपहरीको। जोस् यस्तो राम्रो यहाँ चाहिँ एउटा भ्यू पोइन्टै भनिदिए नि हुन्छ। 360मा हेर्न मिल्छ। यहाँ चाहिँ अलि अगाडि जाने भने यस्तो राम्रो छ। अब यता चाहिँ विपिनले यहाँ फिनिसिङ टच दिइदियो यो खाल्टोलाई। के भएछ अरे भन। यति ठुलो छ त अझै गहिरो के ठुलो ठिक छ। यो अरू अलिक साउरो भयो क्या हो। त्यो उठेको भागलाई अलि बनाइदिनु। यसलाई अलि चाक्लो बनाउँछौँ हामीले। यहाँ चाहिँ आन्टीले गोरु हेर्नु भयो। ल अर्को खाल्टो चाहिँ यहाँ हो। अर्को खाल्टो यिनीहरूले चाहिँ यहाँ गरिदियो। खै एकचोटि यो त क्यारी त नि केटाहरूले त। ल गाइज अब आदेशले यहाँ आफ्नो जलवा देखाउँछ। ल
गाइज हामीले बल्ल बल्ल 2 बज्दाखेरि 4वटा खाल्टा खन्ने यति गाह्रो त कहिल्यै भएको थिएन होला। मतलब कि त्यो अघिल्लो वर्ष नि नखनेको भएर त्यही भएर यहाँ नि खन्न चाहिँ गाह्रो भयो। अनि यो चाहिँ छ यता सबै हामीले सबै खन्यौँ। अब चाहिँ हामी 2टा बास त ल्याइन्छ 4 बजे 4 होइन सरी 2 बजे 2टा बास चाहिँ ल्याइन्छ। यो चाहिँ हाम्रो पानी त्यो छाता चाहिँ आन्टीको। र अब हामी केटाहरूलाई चाउचाउ फ्रुटी खुवाउनु पऱ्यो, हामीसँग पैसा छ। सो केटाहरू चाहिँ अब एकछिन बस, हात खुट्टा धो अनि एकछिन बस, चाउचाउ खाएर अनि जाउँला बास लिन। यसैका साथमा हामी ल अब हामी चाहिँ बेलुका अब एकछिनमा मिलन पनि आउँछ। अनि त्यहाँपछि कुशल भनौँ, हामीले यहाँ कुशललाई धेरै मिस गरिराखौँ। त्यही हो कुरा, कुशल भएकोमा अब आउँछन् बिस्तारै। ल त्यही हो। अब हामी चाहिँ एकछिन हात खुट्टा धुनु पऱ्यो। अनि हात खुट्टा धोएर अनि त्यही खाजा लिन पठाउनु पऱ्यो एकजनालाई। ल गाइज बाई बाई। गाइज हामी चाहिँ अब एउटा बास लिन जाँदैछौँ। त्यहाँमा ख्यामे अङ्कलकोमा एउटा आँसी मागम भन्ने कुरो हो हाम्रो चाहिँ। अनि यता अब यताको कसको बास पाइन्छ त्यो माग्ने। अनि बास त दिनुहुन्छ होला सबैले, हामीलाई आशा छ त्यसको चाहिँ। कहिले हामीलाई सोधौँला नि एकचोटि के अरे अब यो बाँसघारी चाहिँ कसको, अब त्यो बास पाएँ हामीले एउटा चाहिँ ऊ त्यो चाहिँ राम्रो देखेको छौँ। अब त्यो चाहिँ यो सार्वजनिक होइन, रोशनको यो त कतिलो होइन यहाँ त। सार्वजनिक हुन्न, यस्तो राम्रो ठाउँ छ हाम्रोमा काट्ने जस्तो बास यहाँ हुने अन्त काइदो हुन्थ्यो कि। तर अब हामी उहाँको सुको बास लिन जान्छौँ। पल्लो आँसीमा लिएर आइज त ख्यामे अङ्कलको त ठुलो चाहिन्छ बाँस काट्न त। यो बाँस चाहिँ कसको हो हामीलाई एकदम ठिक छ। कुन चाहिँ भन्दाखेरि हरियो चाहिँ यतापट्टि आएको वाला हरियो, यो चाहिँ हामीलाई यो चाहिँ हरियो, यो चाहिँ ठिक छ एकदमै। यो चाहिँ हामीलाई ठिक छ। उस पिङको लागि हामी एउटा यो फिक्स भयो। अब कसको चाहिँ थाहा छैन, अब दिने काट्नुहुन्छ त्यो पनि थाहा छैन। त्यो चाहिँ उस पिङको लागि चाहिँ एकदम उपयुक्त छ। हामी त्यो पत्ता लगाएर फोन गर्छौँ, त्यो यत्तिकै काट्दैनौँ हामीले। अब हामी चाहिँ अरू खोज्न जाँदैछौँ यता। गाइज हामी चाहिँ यहाँ सेती अङ्कलको बाँसघारी हेर्न आएको। तर हामीलाई चाहिँ यहाँ यो देख्दाखेरि चाहिँ यो झाडी अनुसार देख्छ। हामी 3जना, हामी 2जना, 5जनाले यो लान सकिन्छ। 6जनाले यो लान सकिन्छ जस्तो लागेन हामीलाई। यहाँ मान्छे थोरै भइसक्यो। यो बाँस यहाँबाट लान सकिँदैन हामीले। यो सेती अङ्कलको होइन, यो सेती अङ्कलको होइन। अन्त त हेर्नु माथि अल्झियो यो लान यहाँबाट झिकाल्न सकिन्न हामीले। त्यत्रो अल्झियो, यो झिकाल्न सकिन्न बाबु। यो त निकालेर यसरी तान्न मिल्ने बाबु हो, यत्रो झाडी छ। यो झाडीले गर्दा पनि हामीलाई गाह्रो होला जस्तो छ। तर यहाँबाट चाहिँ अब नलाने कुरो होला जस्तो छ हाम्रो। नजिकैबाट काटौँ ल। पोहोर पनि परार यतै यही साइड ढलाएको हामीले। बल्ल निकालेको यार परार पनि यार। के गर्ने त नि अब यहाँ त लान सकिन्न। के भन्छस् विपिन तारो? म के भनेन अहिले, म खोज्दैछु। अरू हेर पनि हेरौँ। तल्लो सुहारेर के हुनुपर्छ, किनभने तल्लो सुहारेको खेत पनि सक्दैन हाम्रो। त्यहाँको ऊ हो, त्यही हुन्छ। सबैजनाले अब यो भिडियो पुरै हेरिदिनु होला भन्न चाहन्छु म। हामी चाहिँ अब यो बाँसघारी हेर्छौँ कसको हो, त्यही हो कुरा गाइज। अब हामी चाहिँ हामीले यहाँबाट बास लान चाहिँ सकिँदैन। त्यही भएको हुनाले हामीले अब यस्तो बाटो हिँड्न पऱ्यो। आइज त्यसले जा अघि डेन्जर झाडी रहेछ। यहाँ नआएको त कति भयो थियो। सो गाइस भर्खरै हामी एउटा बाँस हेर्दै थियौँ। यहाँ एउटा बाँस हामीले रोजिसकेका थियौँ, जुन योवाला बाँस। अनि चाहिँ एउटा एकदमै दुःखद खबर सुन्यो। अब यो पिङलाई चाहिँ हामीले अहिलेलाई स्थगित गर्नुपर्ने समाचार आइसकेको छ। अहिले हामीले खाजासाजा पनि लिएर आएका थियौँ आजको लागि। अनि एउटा दुःखद समाचार के आइपुग्यो भन्दाखेरि यहाँ साइलाबा जानुभयो अरे भन्ने दुःखद खबर सुनियो। अहिलेलाई चाहिँ हामी बाँस काट्ने क्यान्सल गरेर अहिले हामी अब माथितिरै जान्छौँ। खाल्टा खनिएको थियो। पिङ सायद अब दसैँ थुन्यो त्यसपछि हामीले चाहिँ अब यहाँ ट्याक्क हाम्रो भोजन 6वटा चाउचाउ 6वटा फ्रुटी ल्याएर 300 रुपियाँ खर्च भएको खाजा खानु गरेर आएर
रारा रम्बा रम्बा रारा जेसुकै होस् चाउचाउ हो सक्यो कुरा ल अब चाहिँ हामीले खान्छौँ अनि जान्छौँ ल अब चाउचाउको सप्लाई चाउचाउ चाहिँ ल हामीले लिइसकेको छौँ अब यति हाम्रो खाजा चाहिँ यही हो है गाई यही हो हाम्रो ल खान्छौँ अनि भेट्छौँ हजुरसँग मेरो छोरा पनि हेरिदिनु ल